जो भने चाहिँ हाम्रो कालिम्पोङ हिँड्दैछ र यसले चाहिँ फाइनली बाइक पायो होइन। अब बाइक पायो त भन्नु सक्दिनँ, बाइक चाहिँ मैले दिएको किन भन्दाखेरि चाहिँ अब यो सबैले हेर्यो कमेन्ट छैन होइन बिचरा, अन्त एक्लै भयो यो। अन्त चाहिँ यसको लागि चाहिँ मैले है है तुमसाला है पायो भने सड्काउनु त है। यो चाहिँ भयङ्कर खालको उयो भइरहेछ, हल्का हुन्छ नि खुसी एक्साइटेड अब जाँदैछ र यसलाई चाहिँ मजाले बाइकतिर पठाउँदैछु किन भन्दाखेरि चाहिँ यसको अलिकति ब्याङ्कको कामहरू छ अरे। बरु यो ट्याट्टै धोएर लगेको भए चाहिँ दामी हुन्थेन। बिहान त अब दाजु पनि भ्याउनु पऱ्यो नि, तर पनि ठिकै छ होइन, ओके छ होइन। कहाँ गएर चाहिँ धोइदिन्थिस् भन्नु त पर्थ्यो, अन्त लगेर धुनु पर्थ्यो नि। अन्त अमन्दामा भन्दा पनि स्प्रे छ रहेछ है। बाइक यसो कुदाएर हेर ओके छ कि छैन, ब्रेकहरू चेक गर कस्तो छ होइन। यो फगी लाइट चाहिँ नबाले ल, फगी लाइट चाहिँ एउटा हेर यस्तो कोल्टे भएर चाहिँ एउटा तिर्सो भइरहेछ र फाइनली यसले बाइक पायो अनि यो जाँदैछ। अब उसको केही काम छ होला, मेरो चाहिँ काम छैन, अब डुबिसक्यो हिँड्दै जान्छ। अब यसले गर्दाखेरि म माथि यहाँ माथिसम्म चाहिँ हिँड्दै जानुपर्छ, यो यहाँसम्म चाहिँ। भरे कहाँ सुत्ने हाम्रै त्यो क्याम्पमा होइन, लग्जरिस क्याम्प भन्दा पनि त्यो हिजोको बेडसिटहरू उठाइस होला नि, म त थिइनँ। बेडसिटहरू परै सुतिस् ए ल हेर चडाक्क भएर गयो त केटा त। र बजारमा जसले भेट्छ यसलाई हल्का होइन मिठाई किनिदिने अरू त के भन्नु। ल बिस्तारै जाऊ है। ब्याट्रेस अब गोली रोक्नु नजान्ने भइरहेछ। ग्राउन्ड चाहिँ यस्तो राम्रो छ कि, तर हाम्रो केटाहरू गोली नै खेल्दैन। ए गोल 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 हेर सिकाउँदैछ यहाँ कोच। किपर चाहिँ कहाँबाट हो? नजकबाट हो। ए म त सोच्दै थिएँ बाहिरबाट पो आएको हो कि भनेर। खतरा हुँदैछ आज चाहिँ। ल्या 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 भेटे खतरा हुँदैछ यिनीहरूको म्याच। खतरा चाहिँ खतरा हुँदैछ म्याच। प्रोफेसनल प्लेयर है ऊ चाहिँ। ऊ मान्छे झन् खतरा हो भाइ। मेसी यहाँ रहेछ हौ। त्यो गोल हाल्दैन क्या। खतरा बुढोहरूको म्याच हेरिबस्यो भने चाहिँ अब टाइमै छैन, जान्छु। भेटरेन्स म्याच हुँदैछ आज। अनि अहिले चाहिँ भने म भर्खरै होमस्टे आइपुगेँ। अब गएर हल्का कपाल सपाल नुहाइधुवाइ गर्ने, त्यहाँदेखिको चाहिँ अलिकति लुगा धुन्छ त्यो धुइधाइ गर्छु। र आज चाहिँ एकदम सानसुन छ, कोही पनि छैन होमस्टेमा पनि। के हो हाम्रो अहिलेको हालचाल यस्तै छ। भेटरेनको म्याच त्यस्तै भयो, तपाईँले देख्नु भइहाल्छ। हिजो म अलिकति आउटिङ थियो, अलिक घुम्नु गएको थिएँ। घुम्दाखेरि त कहाँ भिडियो बनाउनु, बेलुका गएको थिएँ, भिडियोहरू बनाउनु पाइनँ। र यो चाहिँ किचन। हाम्रो जिन्दगी चाहिँ परबाट ड्युटी गरेर आयो, यता फेरि बस्यो। ओके गाइस स्टे ट्युन। यस्तै छ हाम्रो लाइभ, अनि बवाल हुनेछ। र आफ्नो हालचाल बताउनुको लागि बेला फेसबुकमा भिडियोमा हाल्दै गर्नुपर्ने रहेछ। त्यो हो, हाल्दै गर्छु र हेर्दै गर्नुहोस्। जय हिन्द, जय भारत।
राम राम सबैलाई।